सुदन गुरुङ मेरो जेठो छोरो, उसलाई पनि धन्यवाद दिन्छु। र जेनजीहरूको बिचमा घाइते अथवादेखि जो शहादत पाए, जो चाहिँ अहिले शहीदका रूपमा नामाकरण भएका छन्, उनीहरू र आन्दोलन गर्ने पक्षहरू जेनजीहरू छन्, उनीहरूको बिचमा एउटा राम्रो सम्झौता भएको रहेछ भन्ने, अरूले पनि अनुकरण गर्न सकुन् भनेर हामीले दुईटा, एउटा त जेनजीहरूले नै लिएर आउनु भएको प्रतिनिधि हुनुहुन्थ्यो भने हामीले अर्को एउटा अन्तर्राष्ट्रिय अनि त्यसपछि विज्ञ पनि हुनुभएको हामीले सूर्यजीलाईसम्म हामीले अनुरोध गऱ्यौँ, तपाईँ पनि हेरिदिनुहोस् यसमा। यो चाहिँ पछि एउटा अनुकरणीय, एउटा हेर्ने लायक, एउटा चाहिँ सबैले एउटा चाहिँ उ गर्न सक्ने होस् डकुमेन्ट भनेर हामीले गऱ्यौँ। आज त्यो भयो र आज हस्ताक्षर भयो। एउटा एकतर्फबाट चाहिँ एकजना जेनजी नै भएर शहादत हुनुभएको उहाँको पिताले सही गर्नुभयो भने नेपाल सरकारको तर्फबाट म प्रधानमन्त्री हैसियतले मैले गरेँ। एउटा कोसे ढुङ्गाको रूपमा खडा छ। झन्डै यो